गणादि सेवितं उमासुतं शोक विनाशकारकम् वरिष्ठ रत्ननिष्ठयो सुहृदि पक्षयो नारबिन्द चक्षुषो प्रजामहि महेन्द्रयो समप्रवेदि कर्कदास दाशिवं चम्यहम् अल्लाह इष्टदेव कुलदेवको अम्रा पितृदेव
सदा से हस्त लाम हाल लग्न करसी बेटी मंत्र उच्चरण सदा सुखी भवामी हम। शंकर भगवान को, जगत जननी अम्बे उत्तम उत्तम स्तवं पठन् स्मरन् रूपन्दरौ शुद्धिमेति सम्प्रतं भक्तिमासु याति नागतं मोहनं हि देहिनां सुशङ्करस्य चिन्तनं मोहनं हि देहिनां सुशङ्करस्य चिन्तनं मोहनं हि देहिनां सुशङ्करस्य चिन्तनम्। पूजावसान समय दशवक्त्र गीतम् यः शम्भो पूजन परं पठति प्रदोषे तस्यास्तिराङ्गरथ गजेन्द्र तुरङ्गयुक्ता लक्ष्मीं सदैव सुमुखीं प्रददाति सा लक्ष्मीं सदैव सुमुखीं प्रददाति शम्भो लक्ष्मीं सदैव सुमुखीं प्रददाति शम्भो। सबै बसिदिनु होला र त्यहाँ सम्मान पत्र भएका भट्ट दादा है राम भरोसे राणा जी को सम्मान पत्र म हाम्रो मेरी कान्छी छोरी बाल कलाकार भूमिका धितालजीलाई दिन गइरहेको छु। उहाँ पुर्याइदिनु हुनेछ हजुरले। गुरुजी हजुरले ल्याइदिनु होला भन्नुभयो। एक दुईटा अरू पनि फोटो खिचिदिनुहोस्, मेरो पनि खिचिदिनुहोस्, मेरो पनि बनाइदिनुहोस् भिडियो। म हूँ देखियो हूँ और म पनि मेरो घरमा भागवत गराउने हो हजुरको हातबाट भन्नु भएको छ। जोरदार ताली बजाइदिनु होला, जोरदार ताली। जय होस्, माताजीको सम्मानमा जय होस्। द्वारपाल में बैठी है दोनों, द्वारपाल और भगवान श्री कृष्ण बैठे हैं। आज सुदामा आई रहा है। अब सुदामा आई गो, बहुत दूर चलते 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 आज सुदामा थक गो। एक पेड़ के नीचे बैठ गो। तो पेड़ के नीचे बैठो, श्री कृष्ण को नाम लेके बैठो रहे, ठक का दिन द्वारिका देश गांव में पहुंच गो। हाँ, एक ही बात ले दर्शन करें। Yes,
महाराजको तरवार किन चाहियो तिमीलाई? मलाई भित्र जान दिउँ न। एहे, तिम्रो यस्तो हालत छ, न जिउमा राम्रो लुगा छ, न खुट्टामा चप्पल छ, थाकेको शरीर छ, तिमीलाई कसरी हामीले भित्र जान दिन्छौँ? म धेरै टाढाबाट आएको व्यक्ति छ, मलाई एकैचोटि राजासित भेट्ने भित्र जान देऊ न। म धेरै टाढाबाट आएको छु, मलाई एकैचोटि भित्र जान दिनुहोस् न। राजालाई भेट्न म धेरै टाढाबाट आएको, मैले कति दिन भयो केही खाएको पनि छैन, मलाई एकैचोटि भित्र जान दिनु। भित्ति छ घरबार, भित्ति छ। तपाईँ देख्दाखेरि ब्राह्मण जस्तो देखिनुहुन्छ, हामीले त्यत्तिकै तपाईँलाई जान दिन मिल्दैन, तर एकचोटि हामी महाराजलाई सोध्छौँ अनि मात्र तपाईँलाई खबर गरौँ। हुन्छ, सोधेर आइदिनुहोस् न प्लिज। भित्ति छ। महाराज प्रणाम। महाराज प्रणाम। जय होस् भन, के खबर छ? महाराज, एउटा द्वारमा बुढो बुढो खालको कपडा पनि त्यति राम्रो छैन, असाध्यै दुःखमा हुनुहुन्छ, उहाँले तपाईँलाई भेट्ने भन्दै हुनुहुन्छ। नाम सोधेनौ? ए, नाम त मैले सोधेको छैन। नाम सोधेर आउनु है। अवश्य। महाराजको जय होस्। हे ब्राह्मण, के भन्नुभयो भगवान्ले? के भन्नुभयो राजाले? तिम्रो नाम सोधेर आउनु भन्नुभएको छ। यही नाम? अब मेरो नाम सुनेर मलाई के बोलाउला? ठिकै छ, मेरो नाम सुदामा हो भनिदिनु। अब के भेट्नु होला मलाई? म त लाग्छु अब फर्किन्छु। सुदामा आते भनिदिनु होला है। हुन्छ हुन्छ हुन्छ, रोकिनुहोस् न तपाईँ, म भनेर आउँछु। हुन्छ हुन्छ, रोकिनुहोस्। ल गएर भनिदिनु सुदामा आएको। म महाराजलाई भन्न जान्छु। महाराजी प्रणाम। भन, के नाम रहेछ? नाम आयो, नाम सुदामा भन्नुभएको छ। सुदामा? सुदामा मेरो मित्र बालसका सुदामा। सुनते ही दौड़े चले आए मोहन, लगाया दिल से सुदामा को मोहन, लगाया दिल से सुदामा को मोहन। सुनते ही दौड़े चले आए मोहन, लगाया दिल से सुदामा को मोहन, लगाया दिल से सुदामा को मोहन। हुआ रुक्मणी को बहुत ही अचंभा, हुआ रुक्मणी को बहुत ही अचंभा, बेमान के अजीब आ गया, बेमान के साथ अजीब आ गया है। अरे इधर पे सुदामा है, इधर पे सुदामा गरीब आ गया है। मेरो याद आएन कृष्ण तिमीलाई? सुदामा, अहिले पहिला यहाँ बस आराम छ,
होइन म तलै मित्र यो राजाको आसनमा मलाई बस्न सक्दैन कृष्ण। सुदामा यो तिम्रै आसन हो। होइन म यही बस्छु कृष्ण। होइन ए माथि बस्नुपर्छ, त्यस्तो नगर सुदामा, माथि बस्नुपर्छ। अवश्य माथि बस्छु। सक्दैन कृष्ण। होइन बस्छु। म यस्तो लाग्छ किन यो तिम्रो यस्तो सिंहासनमा मलाई बस्छु। बराबर अपने सामने बुलाए, सामने बुलाए, बराबर अपने आंसुओं से सामने बुलाए, आंसुओं से सामने बुलाए। न घबराओ प्यारे जरा तुम सुदामा, न घबराओ प्यारे जरा तुम सुदामा, सीखा समा तेरे कर आ गया, सीखा समा तेरे कर आ गया, सीखा समा तेरे कर आ गया। कृष्ण ए द्वारपाल दुपट्टा ल्याऊ। ल सुदामा ल यो लगाइदिन्छु भने। ए हो मलाई सुहाउँछ असाध्यै राम्रो थियो कृष्ण। हजुर। अनि तिमी किन यता बस्छ न, यता अर्को कुर्सी छ त। ल ल ल म पनि बस्छु। अनि तिमी त कता कता गर्थ्यौ अरे। अनि हजुर तिमीलाई भेट्नै पाइनँ। हिजो भर्खर आइपुग्यो भने हो राजदरबारमा। उता रास थियो मेरो, रास रचाएर आयो। ए आज बिहानै गएर बिहान पनि रास रचाएर आएको। कति आँसु लगाउँछ कि कृष्ण तिमी त खालि। होइन मेरो अर्को सखा पनि थिए सँगै, ऊ र मैले रास सखा होइन अर्को सखा आए। अर्को सखा पनि थिए मसँग, दुईजना भएर रास रचाएर। अनि के छ तिनीहरू हालचाल कृष्णलाई? हामी बाल्यकाल गुरुकुलमा पढ्दाखेरि गुरुआमाले भनेको कुराहरू याद छ नि होइन? ठिक छ। अनि तिमीले बिहे गर्यौ सुदामा? बिहे गरेँ मैले त गरेँ। ए के हो नि नाम भाउजूको? के मलाई बोलाउँदै बोलाएन? होइन त्यस्तै अपराध पऱ्यो, तिमी कहाँ छौ पनि थाहा भएन। अनि फेरि नाम सुशीला छ नि त। हो र? अनि भाउजूले मेरो लागि के पठाउनु भएन? केही पठाउनु भएको छैन, एउटा यो पत्र मात्रै पठाउनु भएको छ। खै हेरौँ। पत्र दिनुभयो आज। पत्र भगवान्ले हेर्नुभयो खोलेर, त्यसमा लेखिएको थियो कृष्ण हाम्रो घर सदाई एकादशी होए, द्वादशी कब हुँदा आए। एकादशी सधैँ हुन्छ अरे, द्वादशी आउँदैन अरे। जुन घरमा खाना छैन नि त्यो घरमा सधैँ एकादशीको व्रत। त्यही भएर भनिएको थियो कृष्ण भइसके त द्वादशी पठाइदियो, द्वादशी मेरो घरमा पठाइदियो है। मेरो घरमा खाना छैन, मेरो घरमा सधैँ एकादशी छ कृष्ण भनेर लेखेको थियो। भगवान् पत्र पढेर मन्न मुस्कुराउनु भयो। अनि भाउजूले मेरो लागि के पठाउनु भएन? दिने मैले। खै तिम्रो काकी छैन होइन दुखेको छ, दुखेको बाटोमा आउँदा लोटे थिएँ के कृष्ण। खै म घाउ हेर्छु नि त, घाउ हेर्छु। देखिहाल्यो भयो। ए ल यस्तो कुरा पनि लुकाएर राख्ने हो त? पक्कै पनि भाउजूले पठाएको हुनुपर्छ। देखिहाल्यो तिमीले भाउजूले पठाएको न, के गर्नु? आहा हेर्नुहोस् त, 4 मुठी कनिका देख्ने बित्तिकै हाँस्नुभयो। 1 मुठी निकालेर खानुभयो, सुख आराम सबै दिनुभयो। दोस्रो मुठी निकालेर खानुभयो, पैसा धन सम्पत्ति पुरै दिनुभयो। तेस्रो मुठी खान थाल्नु भएको थियो। रुक्मिणीले समातेर भन्नुभयो प्रभु एक्लै खानुहुन्छ, यति मिठो होला नि यो, त्यही भएर एक्लै खाँदै हुनुहुन्छ, हामीलाई पनि दिनुहोस्, हामीहरू पनि बाँडेर खान्छौँ नि। तब भगवान्ले भन्नुभयो ठिक छ बाँडेर खाऊ, सबैलाई दियो है। ल सुदामा भाउजूले पठाएको पनि प्रसाद खाइयो, अरू ठिक छ नि? हालको भर ठिक छ। अनि तिम्रो के छ त नि कृष्ण? ठिकै छ। अनि कृष्ण
हजुर अनि तिमीले विवाह गर्यौ मैले त गरेँ नि बिहे मैले त चिना मलाई त बोलाउँदा पनि बोलाउँदै चिना हेराउँदै गर्दै गर्यो चिना हेर्दै ए कतै बोलाउँदै चिना हेराउँदै एउटा सखा छ र म सँगै मिलेर चिना हेराएर ए चिना हेरेर ए धनै पिटाइ खाइन्छ है चिना हेरेर बिहा गर्दाखेरि धनै पिटाइ खाथ्यो है तिमीले त्यो पनि सुनेको थिएँ मैले अनि मलाई बोलाउँदैनौ अनि मलाई त बोलाएनौ त अब यस्तै हुन्छ कि सुदामा हेर न चिना हेर्न जान्छु त्यही गरिहाल्छु जहाँ चिना हेर्छु त्यही गरिहाल्छु चिना हेर्न गयो चिना हेरेर त्यही बिहा गर्दै हो त्यही भएर तिमीलाई हजुर अब जानुपर्छ कि म पनि होइन मेरो पटरानीलाई नभेट्ने ल बोलाउनु त ल रुक्मणी आऊ आशीर्वाद दिन्छु दर्शन गर आयुष्मान भव आखी आउँछु आयुष्मान भव आयुष्मान भव आयुष्मान भव आयुष्मान भव ए कृष्ण हजुर कति धेरै हुन् के कति छन् होइन धेरै छैन जम्मा 16,108 मात्र 16,108 हो नि सबै तिम्रा हुन् सबै मेरै हो ओहो कसरी यत्रो आशीर्वाद दिने भने त कृष्ण मलाई यही 4-5 दिन बस्नुपर्छ सबैलाई एक पुष्ट दिउँ त्यही भएर रुक्मणी र तिमी आऊ र सबैलाई एक पुष्ट दिन्छु है आयुष्मान भव चिना हेराउँदै बिहा गर्दै नगर्ने रोटी खाँदै कृष्ण हजुर अब म जाऊ ए जान्छौ त हुन्छ जाऊ हुन्छ जाऊ म अर्को 24 गतिबाट चिना हेर्छु फेरि चिना हेर्न जान्छु तिमी अनि म त कहाँ जाऊ है तिमी चिना हेराउनु म कहाँ जाऊ जाऊ त कृष्ण हुन्छ कृष्ण म जाऊ हुन्छ के गर्ने होला तिमी चिना हेरेर जान्दैनौ नत्र लैजान्थ्यो भन्थ्यो अब के गर्नु चिना हेरेर सिक्नुपर्ने रहेछ मेरो तरिका सिकाउँछ बिस्तारै बस पनि भनेन केही दिन्छ कि भनेको केही पनि दिएन ए सुदामा एकछिन रोक ओ यो हेर त मैले दिएको त्यो पनि निकाल हो ल जाऊ एउटा दुपट्टा दिएको त्यही पनि मागेर लैहाल्यो सुशीलाले बडा विश्वास गरेर पठाएको थिए अब केही पनि दिएन के लिएर जाने होला घर कृष्ण हजुर म जाऊ जाऊ मलाई म पनि बेस्ट चिना हेरेर जान्छु रोक्नु भन्छ कि भनेको रोक्दै बस पनि भरेन केही पनि दिएन अब के लिएर जाने होला घर कृष्ण हजुर म गएँ है ल बाई बेला जाऊ बस पनि भन्दैन कस्तो रहेछ अब घर जाँदा के लिएर जाऊ अब भयो यो बाटो भयो भिचिया माग्दै जान्छु म लिएर जान्छु म घर न सर पे पकड़े नाम है सुदामा नाम है सुदामा ना सर पे पकड़ी नाम है सुदामा नाम है सुदामा एक बार मोहन से जा करके कह दो एक बार मोहन से जा करके कहते सखा बद नसीब आ गया है नसीब आ गया है अरे बात पालो कन्हैया से दो अरे बात पालो कन्हैया से इधर पे सुदामा गरीब आ गया इधर पे सुदामा गरीब आ गया
श्री कृष्णको घरमा पुग्छ खै गोपिनीहरू बनाएको थिएन गोपिनीहरू बनाए गोपिनीहरू पनि माथि गइदिन्थे नि
राम्रो नाच्ने रहेछौ हौ त होइन अनि तिमीले त मलाई पतला बनाएर खुवाएनौ त हो त मैले त बिर्सिया थिएँ तिमीले पतला बनाएको त है अनि अस्ति कलालाई खुवायो मलाई खुवाएनौ भोलि फिल्ममा नि भोलि हामी यहाँ खाँदैनौ त भोलि गइहाल्छौ भोलि त गइहाल्छु तिमीलाई छोडेर तिमी त फेरि यो कार्यक्रम गरेर गयो भने फेरि फर्केर आउँछौ है त हो त मेरो बानी तारेछ तिमीलाई तिमीलाई आउने पतला खान है ल पतलासँग रोटी पनि है मेरो रोटी मलाई मनपर्छ ल जोरदार ताली बजाइदिनु होला हाम्रो राष्ट्रिय कलाकार हुनुहुन्छ पुष्पराज भट्टजी बडा हसमुख र एकदम कलाकार क्षेत्रमा ख्याति प्राप्त गरेका एकदम मानिने
पुराना